मैले यो देखेँ तपाईँ कि पहिलो पटक नेपाली मातृशक्तिले आफैले चालक भएर ड्राइभर भएर काम गरेको प्रोफेसनली म देखिरहेको छु। तपाईँको आफ्नो जिन्दगीमा पनि धेरै सङ्घर्षहरू भएछन्। श्रीमान पनि एकदमै यङ उमेरमै बित्नु भएछ होइन, तैपनि सङ्घर्ष गरेर तपाईँले जिएर देखाइदिनु भयो नि होइन। त्यो सङ्घर्ष गर्नलाई भित्री आत्मशक्ति कहाँबाट आयो? आत्मशक्ति त अब यस्तो दुःख परेपछि आफैसँग त्यत्तिकै आयो सर। म पहिले हस्तकलामा काम गर्थेँ अनि एउटा कान्तिपुरमा चाहिँ 2057 सालमा चाहिँ त्यो डेनमार्कले चाहिँ टेम्पो फ्रीमा सिकाउने भन्ने आएर छ। मैले त्यही पत्रिकाबाट खोज्दै गएँ, म पनि केही गर्नुपर्छ, यो गरेर बसेर के हुन्छ र मैले केही अठोकै काम गर्नुपर्छ भन्ने यत्तिकै सोच आयो मलाई। अनि म त्यो खोज्दै गएर म टेम्पो सिक्ने ठाउँमा पुगेँ। त्यहाँ मैले सबै कुरा। टेम्पो चलाउनु भयो? कति वर्ष चलाउनु भयो? टेम्पो मैले 9 वर्ष चलाएँ सर। अनि आफ्ना दुईटा छोरीहरूलाई लालन पालन गरेर तिनीहरूलाई पढाउनु हो? हजुर सर, मैले त्यही। अनि अहिले आनन्दसँग यो चाहिँ यो हेल्थ एकाडेमीमा मनमोहन मेमोरियलमा ड्राइभरको काम गर्नुहुन्छ। कुनै मनमा विषाद छैन, पीर छैन होइन? जिन्दगी चाहिँ यसरी चलिरहेछ भनेपछि त्यो साहसका साथसाथै जस्तो भए पनि भविष्य राम्रै हुन्छ भन्ने एउटा सोच चाहिन्छ हो? हजुर, एकदम चाहिन्छ सर। आफूले सङ्घर्ष गर्नुपर्छ, भविष्य बनाउनलाई आफै लड्नुपर्छ भन्ने सोच चाहिँ चाहिन्छ। अर्काले गरिदिन्छ भनेर भर चाहिँ पर्नु हुँदो रहेछ भन्ने सोचहरू चाहिँ आउनुपर्छ सर। म पनि त्यही भन्थेँ, आफूले गर्नुपर्छ, आफ्नो छोरीहरूलाई पढाउनुपर्छ। अरू सरै जस्तो लाग्थ्यो, केही पढाउने होला भन्ने जस्तो लाग्थ्यो। आफूले ड्राइभिङ गरेँ, दुईटा छोरीहरू पढाएँ, हुर्काएँ, बेदान पनि गरिदिएँ सर। जस अहिले चाहिँ अब त्यस्तो टेन्सन त हुन्छ, तर पनि त्यति धेरै छैन, ढुक्कै छु। अब नि त्यसरी हरेक जुन अहिलेको जुन पिँढी छ नि, फेसबुक हेरेको छ, त्यो उसले अर्काले के लायो हेरेको छ, के खायो हेरेको छ, अनि त्यसमा दुखी हुनुको सट्टा मैले आफैले केही गरेर देखाउँछु भन्ने साहसका साथ नै जानु नै जिउने कला हो नि होइन, जीवन विज्ञान हो नि होइन सर। त्यो हेरेर बसेर अर्का कुरा सुन्नुभन्दा बरु केही गर्छु भन्न मिहिनेत गरेर सिक्यो भने, आफूले गर्न थाल्यो भने गर्न सकिन्छ नि। अर्का कुरा काट्यो, सुन्यो, अर्कालाई खचाल्ने गर्नु भन्दा त मिहिनेत गरेर आफ्नो साँचो बाटो लाग्यो भने त भगवानले नि साथ दिनुहुन्छ नि। मलाई चाहिँ त्यही लाग्छ। म पनि त्यही गर्थेँ, आफूले गर्नुपर्छ भनेर लाग्यो। आज यहाँ पुगेँ म आफ्नो मिहिनेतले, अर्का कुराहरू नसुनिकन। अरूले कुरा त कति काट्छन् तर हरेक कुरामा मिहिनेत गरेर अगाडि मिहिनेत गर्नु सक्यो भने अगाडि बढिँदो रहेछ। एकदमै राम्रो। यस्तो मातृशक्तिसँग मैले आज बसेर केही कुरा गर्न पाएँ। हजुरलाई मेरो सशक्त प्रणाम छ। मेरो पनि हजुरलाई धेरै धेरै धन्यवाद। केही कुरा मनको कुराहरू भएर राख्नु पाएँ। सरहरू जस्तो मान्छेलाई बोक्नु पाउँछु, मेडिकलको मान्छेहरू, धेरै बुद्धिजीवी मान्छेलाई बोक्नु पाउँछु, धेरै कुराहरू सुन्नु पाउँछु, खुसी लाग्छ। थ्याङ्क यू सो मच म्याडम, थ्याङ्क यू। Respected professors, faculties, today professor is not just only from the refereed publication, and that is valued by different kind of public talks, media appearances, not only cognitive kind of elaboration but also performatives, using different styles of teaching, using arts, visualization, and so on and so forth. So today I will following that a little bit of that framework, and also onto epistemological storytelling. I am going to present a very small presentation. Here to Newton ले चाहिँ त्यो एप्पल झरेको देख्नुभन्दा पहिलेको ल अफ ग्राभिटेसन थिएन र त्यो नि, तर उसले त्यो एउटा कथा त भन्यो नि, त्यहाँ इन्ट्रेस्टिङ कथा भन्यो। त्यस्तै म आफ्नो एउटा कथा भन्न गइरहेको छु। किन म हेल्थ प्रोफेसनलहरू हजुरहरूसँग चाहिँ ज्यादा म एउटा रेस्पेक्ट र प्यासन छ। सर्ट नोटिसमा डक्टर सुमन सरले भनेपछि म एभाइलेबल छु भने भन्दाखेरि धेरै वर्ष अनि उहाँलाई मैले सोधेँ, तपाईँको नाम त बहुत इज्जतका साथ प्रोफेसर गोविन्द सरले लिनुभयो,
कस्तो कस्तो तपाईँले मान्छेहरू भेट्नुभयो भन्दाखेरि उहाँले के भन्नु भने एकपटक Thank you.